फाइनल अकाउन्ट अफ अ कम्पनी अन्डर अ ट्रेडिसनल मेथड। साथीहरू, तपाईँहरूले अहिले यो स्क्रिनमा देखिरहनु भएको क्वेसन चाहिँ यो चाहिँ एउटा ट्रायल ब्यालेन्स हो र यो ट्रायल ब्यालेन्सको मद्दतले हामीले चाहिँ फाइनल अकाउन्ट बनाउँदैछौँ। अलराइट, सो यसमा तपाईँहरूले हेर्न सक्नुहुन्छ, यसमा ट्रायल ब्यालेन्स डेबिट र क्रेडिट भनेर दिएको छ र साथमा ट्रायल ब्यालेन्स मात्र नभएर ट्रायल ब्यालेन्सको एडिसनल इन्फर्मेसन भनेर 5वटा इन्फर्मेसन पनि दिएको छ है। यहाँ हेर्न सक्नुहुन्छ 1 2 3 4 5। सो बेसिकली यसमा चाहिँ यो चाहिँ ट्रायल ब्यालेन्स भयो, यो जुन टेबलहरूमा दिएको कुरा चाहिँ ट्रायल ब्यालेन्स भयो र यसमा एडिसनल इन्फर्मेसन भनेर चाहिँ थप जानकारीहरू दिएको छ होइन। सो फाइनल अकाउन्टमा हामीले बनाउनु पर्ने भनेको चाहिँ यहाँनिर रिक्वायर्ड भनेर तपाईँहरूले हेर्न सक्नुहुन्छ। यसमा लेखिएको छ ट्रेडिङ अकाउन्ट, प्रफिट एन्ड लस अप्रोप्रिएसन अकाउन्ट र ब्यालेन्स सिट एज एट 31 चैत्र भनेर लेखेको छ। ल सुरु गरौँ है त। सबैभन्दा पहिला टेबलमा मात्र फोकस गरौँ कि एडिसनल टेबलमा, र यो हरेक एलिमेन्ट चाहिँ कहाँ पर्छ भनेर म तपाईँहरूलाई भन्छु है त। सो सबैभन्दा पहिला चाहिँ हामीले यहाँनिर यो डिफ्रेन्ट यो 4वटा कुराहरूमै डिभाइड हुन्छ क्या। यो सबै कन्टेन्टहरू जति पनि छ नि, यहाँनिर कन्टेन्ट भन्नाले जति पनि आइटम्स पर्टिकुलर्सहरूको कुराहरू छ, यो चाहिँ यही 4वटा कुरा यानि कि ट्रेडिङ अकाउन्ट, प्रफिट एन्ड लस अकाउन्ट, पिएल एप्रोप्रिएसन अकाउन्ट र ब्यालेन्स सिटमा नै डिभाइड हुन्छ भनेर बुझ्नुपर्ने हुन्छ है। सो सबैभन्दा पहिला चाहिँ अब के गर्नु भने क्वेसनमा यसरी ट्रायल ब्यालेन्स हात परिसकेको बेलामा यो हरेक एलिमेन्टलाई हेर्नु र कुन कता पर्छ भनेर चाहिँ तपाईँहरूले यो जानकारी लिन पर्ने हुन्छ है। सो सहित चाहिँ यो ओपनिङ स्टक भनेर लेखेको छ नि, यसलाई चाहिँ मैले यहाँ ट्रेडिङ अकाउन्ट भनेर टी भनेर लेखेँ है। सो ओके साथीहरू, म यो कुरा पनि के भन्छु भने म अब यहाँनिर यो यसको साइडमा चाहिँ म कुन अकाउन्टमा पर्छ भनेर चाहिँ लेख्न गइरहेको छु र त्यसको सर्ट फर्म लेख्छु। जस्तै ट्रेडिङको लागि टी भनेर रिप्रेजेन्ट गर्छु भने यो प्रफिट एन्ड लस अकाउन्टको लागि चाहिँ पिएल, र यसलाई चाहिँ यो प्रफिट एन्ड लस एप्रोप्रिएसनलाई चाहिँ पिए भन्छु भने, अनि ब्यालेन्स सिटलाई चाहिँ बिएस भन्छु है त। सो त्यसरी नै म छुट्याउँदै जान्छु। र ट्रेडिङ अकाउन्ट भन्छु, यहाँनिर टी फर ट्रेडिङ अकाउन्ट भयो, यो वेजेस पनि ट्रेडिङमै पर्छ, पर्चेज पनि ट्रेडिङमै पर्छ, र स्यालेरी चाहिँ पिएल अकाउन्टमा पर्छ, सरी पिएल अकाउन्टमा मात्र पर्छ यो चाहिँ। ओके साथीहरू, अब म सानो डिफ्रेन्स भन्न गइरहेको छु है जुन त। सो बेसिकली ट्रेडिङ अकाउन्ट भनेको चाहिँ तपाईँहरू के बुझ्नुहोस् भने नि, एउटा कम्पनी छ अरे होइन, फर एन एक्जाम्पल एउटा मोबाइल बनाउने कम्पनी छ अरे। सो त्यो मोबाइल बनाउने कम्पनीमा चाहिँ जस्तै अब मोबाइल प्रोडक्सन हुन्छ नि, जहाँ चाहिँ फ्याक्ट्रीहरू हुन्छ नि, सो फ्याक्ट्रीसँग रिलेटेड एक्सपेन्सेसहरू जस्तो फिल आयो भने चाहिँ तपाईँहरूले त्यसलाई चाहिँ होइन, जस्तो फ्याक्ट्रीमा हुने खर्च हुन्छ नि, तेलको खर्च हुन्छ, अनि त्यहाँको मजदुरहरूलाई ज्याला दिनुपर्ने हुन्छ, त्यसलाई चाहिँ वेजेस भन्छ क्या। हो त्यस्तो खर्च रिलेटेड कुराहरूलाई चाहिँ हामी जुन चाहिँ फ्याक्ट्रीमासँग अन्तर्गत फ्याक्ट्रीसँग रिलेटेड छ भने चाहिँ, जस्तै सामान किन्ने होइन, त्यो र मटेरियल पर्चेज भनेको र मटेरियल्सहरू पर्छ होइन, अनि त्यही फ्याक्ट्रीबाटै सामानहरू बिक्री हुन्छ, जस्तै सेल्स भन्ने आउँछ अहिले पछि होइन, त्यो पनि म तपाईँलाई भनौँ न यहाँ देखिरहेको छ, तर म अहिले त्यसमा आउँछु। हो त्यस्तो कुराहरू चाहिँ हामी ट्रेडिङमा बनाउँछौँ भने पिएलमा चाहिँ हामी के गर्छौँ भने चाहिँ पिएलमा चाहिँ तपाईँले अब के बुझ्नु भने, अब फ्याक्ट्री पछि त कम्पनीमा के हुन्छ त, फ्याक्ट्री पछि त तपाईँको अफिस एडमिनिस्ट्रेटिभ बिल्डिङमा जान्छ नि त होइन कुराहरू। अब त्यहाँ एडमिनिस्ट्रेटिभ बिल्डिङ, अब इमेजिन गर्नुहोस् होइन, तपाईँ फ्याक्ट्रीमा ट्राभल गर्नुभयो, अनि त्यसपछि चाहिँ तपाईँले एडमिनिस्ट्रेटिभ बिल्डिङमा जाँदै हुनुहुन्छ। अब एडमिनिस्ट्रेटिभ बिल्डिङमा त अलिकति त्यहाँनिर त कम्प्युटर अकाउन्टेन्टहरू एचआर जस्तो मान्छेहरू हुन्छ नि त, त्यहाँनिर त वेजेस दिँदैनौँ हामी, त्यहाँ त स्यालेरिज दिन्छौँ। हो त्यस्तो खालको एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस हुने ठाउँलाई चाहिँ हामी त्यसलाई चाहिँ पिएल अकाउन्ट भनेर राख्छौँ है त। सो बेसिकली हामीले चाहिँ यो फाइनल अकाउन्ट गर्दाखेरि चाहिँ ट्रेडिङ र पिएल अकाउन्ट छुट्याउन सक्यो भने बचेको कुरा चाहिँ नर्मली ब्यालेन्स सिटमै जान्छ। तर हाम्रो यस क्लास 12को क्वेसनमा चाहिँ पिएल एप्रोप्रिएसन पनि भन्ने छ होइन। पिएल एप्रोप्रिएसनको कुरा चाहिँ म एकैछिनमा बुझाउँछु है। सो बचेको कुरा ब्यालेन्स सिटमा जान्छ भनेर बुझ्नु। तर पिएल एप्रोप्रिएसनमा चाहिँ थोरै मात्र कुरा हुने भएकोले मैले त्यति डिटेलली जानु पर्दैन, त्यति नै बुझ्नुहोस् है त। सो अब हेर्नुहोस् है, अब म जुन इन्कम र एक्सपेन्सेस यदि फ्याक्ट्रीमा छ भने ट्रेडिङमा राख्छु र एडमिनिस्ट्रेटरमा छ भने चाहिँ पिएलमा राख्छु। सो सपोज अब इक्जाम्पल यहाँनिर यो सनराइज डेप्टर्स भनेको छ है। यो डेप्टर्स भनेको चाहिँ हामीले पैसा उठाउन बाँकी भएको मान्छे, जुन चाहिँ हाम्रो सम्पत्ति जस्तै हो। यो चाहिँ यो न खर्च हो न इन्कम हो, त्यही भएर यो चाहिँ ब्यालेन्स सिटमा जान्छ है। सो यसरी मैले भनिहालेँ। ब्यालेन्स सिट भनेको, ब्यालेन्स सिटको मिनिङ चाहिँ के हुन्छ भने जहाँ चाहिँ सम्पत्ति र हाम्रो दायित्व, यानि सम्पत्ति भनेको चाहिँ एसेट्सहरू है, जुन चाहिँ न हाम्रो इन्कम हो न हाम्रो एक्सपेन्सेस हो, जुन तर हामीले खर्च गरेर किनेर ल्याएको छ तर त्यसले हामीलाई साथ पनि दिइरहेको छ नि, त्यस्तो कुरालाई एसेट्स भन्छ। र त्यस्तै गरी लाइबिलिटिज भनेको चाहिँ पनि अगेन न इन्कम न एक्सपेन्सेस, तर त्यो चाहिँ हामीले पछि अरूलाई तिर्नुपर्ने बाँकी अथवा क्यापिटलहरू फर्मेसन भएको छ त्यो पनि त तिर्नुपर्छ नि त होइन। जस्तै हामीले सेयर मार्केटबाट पैसा उठाएको छ त्यो त डेफिनेटली तिर्नुपर्छ नि त, त्यो चाहिँ एज अ लाइबिलिटी जस्तो कुरा, त्यो चाहिँ सेयर क्यापिटल
क्यापिटल प्लस लायबिलिटिजमा बस्छ होइन। सो ल अब जस्तै हेर्नुहोस् त मसिनरी त खर्च त होइन नि त, मसिनरी त हाम्रै सम्पत्ति हो नि त, यो ब्यालेन्स सिटमा गयो कि गएन त, गयो नि होइन। सो यस्तै हुन्छ होइन। अब म यसरी छुट्याउँछु है त, अब तपाईँहरूलाई म यसरी सबै यसरी छुट्याइसकेपछि चाहिँ अब बिल्डिङ पनि ब्यालेन्स सिटमा जान्छ एज अ सम्पत्ति, फर्निचर पनि ब्यालेन्स सिटमा जान्छ। र साथीहरू यो इन्कम ट्याक्स पेड फर द लास्ट इयर यो चाहिँ अब तपाईँहरूले कसरी याद गर्नु भने यो इन्कम ट्याक्स तर लास्ट इयर भने यो दुईवटा किवर्डहरू याद गर्नु। यस्तो योवाला दुईवटा किवर्ड देख्नु भने चाहिँ यो चाहिँ जहिले नि पिएल एप्रोप्रिएसनमा यानि कि पिएमा जान्छ भनेर बुझ्नु है। पिएल एप्रोप्रिएसनमा एकदम थोरै कुरा छ, मैले अघि नै भनिहालेँ, त्यसमा हामीले धेरै त्यस्तो टाउको दुखाइरहनु पर्दैन। मेन कुरो भनेको ट्रेडिङ र पिएल अनि ब्यालेन्स सिट छुट्याएपछि त भइहाल्यो, ब्यालेन्स सिट छुट्याउन नि सिकिसक्नु। अब क्यास के हो त साथीहरू, यो पनि हाम्रो ब्यालेन्स सिटमा एज अ एसेट्स, क्यास भनेको त सम्पत्ति हो। अब क्यारिएज साथीहरू यहाँनिर क्यारिएज भनेको के हो, अब क्यारिएज भनेको चाहिँ फ्याक्ट्रीमा सामान किनेर ल्याउँदाखेरि त्यो तपाईँहरूले त्यो टिपरमा सामानहरू हालेर ल्याउँछ नि, त्यो खाले खर्चलाई चाहिँ हामी क्यारिएज भन्छौँ। सो यो पनि ट्रेडिङमा गयो। अब जेनरल एक्सपेन्सेस भनेको त यो त एडमिनिस्ट्रेसनले हेर्ने, अकाउन्टेन्टहरूले हेर्ने कुराहरू हो होइन। सो त्यसो भए यो पिएल अकाउन्टमा गयो, एडमिनिस्ट्रेटिभ बिल्डिङमा हुने खर्च। इन्ट्रेस्ट अन डिभेन्चर, अब तपाईँ आफै सोध्नु त, फ्याक्ट्रीको मान्छेहरूले इन्ट्रेस्ट तिर्दै बस्छ त बस्दैन नि, यो सबै क्यालकुलेसन कहाँबाट हुन्छ त, एडमिनिस्ट्रेटिभ बिल्डिङबाटै हुन्छ। यो इन्ट्रेस्ट यानि कि ब्याज है, यो चाहिँ यसको रिलेसन चाहिँ डाइरेक्टली यहाँनिरको 10% डिभेन्चरसँग हुन्छ। अब यसको पनि एउटा कुरा छ यहाँनिर हेर्नु है, यो चाहिँ तपाईँहरूले के बुझ्नु भने अहिले म यसलाई पिएल अकाउन्टमा पर्छ भनेर लेख्छु, तर दिस इज इन्कम्प्लिट। यो किन इन्कम्प्लिट छ त भन्दा 5,000 मात्र नै हो त। जहिले पनि अब याद गर्नुहोस्, यदि फाइनल अकाउन्ट बनाउँदै हुनुहुन्छ र इन्ट्रेस्टको कुरा आइरहेको छ भने, इन्ट्रेस्ट स्पेसली इन्ट्रेस्ट अन डिभेन्चर आइरहेको छ भने यो 5,000 स्पेसली इन्ट्रेस्टलाई है 5,000 इनफ छ त भनेर एकचोटि क्वेसन चाहिँ गर्नुपर्ने हुन्छ है तपाईँहरूले। सो राइट नाउ म चेक गर्छु यहाँनिर 10% अन डिभेन्चर भनेको छ 1 लाख। 1 लाखको 10% भनेको कति हुन्छ त साथीहरू, तपाईँहरूले क्यालकुलेटरमा 10 × 1 लाख डिभाइडेड बाई 100 गऱ्यो भने यो हुन आउँछ 10,000, यानि कि यहाँ 5,000 छ, पुगेको छैन है। भनेपछि यो एडिसनल इन्फर्मेसनमा हुनुपर्ने त्यो लेखेको छैन हो। समटाइम्स यस्तो कुराहरू चाहिँ हामीले आफैले बुझ्नुपर्छ, किनभने क्वेसन बनाउनेले नै हामीलाई यो जान्न खोजेको हुन्छ कि हामीले यस्तो कुरा केयर गर्छ कि गर्दैन, स्पेसली इन्ट्रेस्टको केसमा। इभन इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट भन्ने पनि हुन्छ। सो इन्ट्रेस्ट अन डिभेन्चर भनेको चाहिँ हामीले यो पनि एक प्रकारको लोन हो होइन, हामीले पब्लिकसँग लिएको लोन हो। अब यसलाई चाहिँ हामीले कसरी म्यानेज गर्छौँ भन्ने कुरा हुन्छ है। सो इन्ट्रेस्ट अन डिभेन्चर चाहिँ 5,000 लेख्छौँ, पछि हामी आउटस्ट्यान्डिङ भनेर त्यसलाई एड पनि गर्छौँ है, त्यो पनि म अहिले ब्यालेन्स सिट बनाउँदा बुझाइदिइहाल्छु। सो अनि फाइनली रेन्ट एन्ड ट्याक्स पनि पिएल अकाउन्टमा, यो पनि एडमिनिस्ट्रेटिभ बिल हो। सो यसरी लेफ्ट साइडको सबै छुट्याइसक्यौँ हामीले। अब सेयर क्यापिटल, यो नामले थाहा हुन्छ यो ब्यालेन्स सिटमा जान्छ भनेर। सेल्स, यो सेल्स कहाँ हुन्छ त साथीहरू, यो पनि फ्याक्ट्रीबाटै हुने हो। तपाईँहरूले सामान सबै प्रोडक्सन गरिसकेपछि फ्याक्ट्रीबाट सेल्स हुन्छ नि त होइन। सो फ्याक्ट्रीबाट सेल्स हुने भएको भएर यो पनि ट्रेडिङमा जान्छ। 10% डिभेन्चर यो लोन हो, यो हामीले पब्लिकबाट उठाएको लोन हो, यो हामीले तिर्नुपर्छ, त्यही भएर यो ब्यालेन्स सिटको लायबिलिटिजमा जान्छ। अब त्यसपछि पर्चेज रिटर्न, अब साथीहरू मैले यहाँ ब्यालेन्स सिट भनेर त लेखेको छु होइन, अब लायबिलिटिजमा जान्छ कि कता जान्छ, क्रेडिट भाउमा भएको कुरा सबै लायबिलिटिजमा जान्छ, डेबिटमा भएको सबै एसेट्समा जान्छ भनेर बुझ्नु है ब्यालेन्स सिटको केसमा चाहिँ। सो पर्चेज रिटर्न यो पनि तपाईँको ट्रेडिङमै जान्छ, तर यो पर्चेज रिटर्न भएको कारणले गर्दा हामीले यसलाई क्रेडिटमै राख्दा पनि हुन्छ, तर नर्मली पर्चेज लेखेको मुनि लेस यानि कि घटाएर हामीले लेखिदिन्छौँ। यो हामीले क्रेडिटमा नराखेर डेबिटमै राख्छौँ, तर नेगेटिभ भ्याल्युमा राख्छौँ, यानि कि 6,000लाई उयो अहिले लेख्न लागेको पर्चेज 4 लाखमा 6,000 माइनस गर्छौँ है, त्यो पछिको कुरा हो। त्यो चाहिँ पछि टेबल बनाउँदाखेरि सनराइज क्रेडिटर्स भन्ने हुन्छ, सनराइज क्रेडिटर्स पनि ब्यालेन्स सिटमा जान्छ। अनि प्रोभिजन फर ब्याड डेब्ट, प्रोभिजन फर ब्याड डेब्ट ट्रायल भ्याल्यु, ओके प्रोभिजन फर ब्याड डेब्ट एक्चुअली दुईवटा हुन्छ, यहाँ एडिसनल इन्फर्मेसनमा पनि छ होइन। ओके साथीहरू, अब एउटा इम्पोर्टेन्ट कुरा पनि भन्दैछु है म, यो जहिले पनि याद गर्नु, यो टेबलमा भएको कुरा चाहिँ एउटै ठाउँमा मात्र जान्छ जहिले पनि, रिमेम्बर। जस्तै अब प्रोभिजन फर ब्याड डेब्ट यो पिएल अकाउन्टमा जान्छ भने अब टेबलमा भएको जहिले पनि पिएल अकाउन्टमै जान्छ होइन। तर यही प्रोभिजन फर ब्याड डेब्ट चाहिँ यदि एडिसनल इन्फर्मेसनमा आयो भने रिमेम्बर एडिसनल इन्फर्मेसनको आइटम्स चाहिँ जहिले पनि दुईवटा ठाउँमा नै जान्छ, एउटा ब्यालेन्स सिटमा जान्छ पक्क पनि, नि एउटा चाहिँ जता कि ट्रेडिङ कि प्रफिट एन्ड लसमा जान्छ, अथवा कि चाहिँ पिएल एप्रोप्रिएसन पनि छ, जहिले नि दुईवटामा जान्छ भनेर बुझ्नु है। जहिले पनि रिमेम्बर एडिसनल इन्फर्मेसनको कुरा दुईवटा ठाउँमा जानुपर्छ नै। अनि त्यसपछि ट्रायल ब्यालेन्सको एउटै ठाउँमा जान्छ। साथीहरू हाम्रो ट्रायल ब्यालेन्सको काम सकिसक्यो। अब यो चाहिँ पिएल एप्रोप्रिएसन भनेर चाहिँ पिएल एप्रोप्रिएसनमै जान्छ, यो त नामले नै थाहा हुन्छ। सो ट्रायल ब्यालेन्सको काम चाहिँ हामीले यसरी सकायौँ भने ढुक्क हुन्छ है। अब हामी एडिसनल इन्फर्मेसनको कुरालाई पनि त्यसरी नै क्याटेगोराइज गर्छौँ। क्लोजिङ स्टक भनेको तपाईँको ट्रेडिङ र ब्यालेन्स सिटमा जान्छ।
ब्यालेन्स सिटको लेफ्ट साइडमा या राइट साइडमा जान्छ, यानि कि एसेट साइडमा। अनि यो क्लोजिङ स्टक पनि डेफिनेटली यो अब यो क्लोजिङ स्टक भनेको एक्चुअली क्रेडिट साइडमा जान्छ। अनि इन्क्रिज इन प्रोभिजन फर ब्याड डेब्ट, अब साथीहरू यहाँनिर हेर्नुहोस् है, यो चाहिँ के हुन्छ भने इन्क्रिज इन ब्याड डेब्ट, अब यहाँनिर यो प्रोभिजन फर ब्याड डेब्ट 3000 भने होइन, यो इन्क्रिज इन प्रोभिजन फर ब्याड डेब्ट 3000 भनेको मतलब एक्चुअली सबै धेरैजनाले के बुझ्छ भने 3000 ब्याड डेब्ट रहेछ भन्छ। यो ट्रायल ब्यालेन्स, यो एडिसनल इन्फर्मेसनमा भएको प्रोभिजन फर ब्याड डेब्ट चाहिँ एक्चुअली यो पनि पिएल अकाउन्टमै जान्छ, तर पिएल अकाउन्टको डेबिट साइडमा जान्छ। र अर्को कुरा, डेबिट साइडमा त जाने, तर 3000 नै जाने कि अलिकति के भएर जाने भन्ने कुरा चाहिँ यहाँनिर यो सेन्टेन्स हेर्नु है, इन्क्रिज इन प्रोभिजन फर ब्याड डेब्ट भनेको छ। यो चाहिँ पहिलाको ब्याड डेब्टबाट यो इन्क्रिज भएको छ अरे 3000 रुपियाँले, मतलब पहिला जति छ त्यसमा 3000 बढ्यो भन्ने कुरा बुझिन्छ यसमा। 3000 भनेको होइन है, कुनै कुनै क्वेसनमा प्रोभिजन फर ब्याड डेब्ट 3000 भन्यो भने चाहिँ ए ल 3000 रहेछ भन्ने बुझिन्छ। तर अहिले यसमा इन्क्रिज भन्ने वर्ड युज भएको कारणले गर्दा पुरानो कति थियो, पुरानो हेर्नुहोस् 2000 छ, अहिले 3000 छ, यानि कि इन्क्रिज इन ब्याड डेब्ट एक्चुअलमा यो 5000 हो भनेर बुझिराखौँ। ल म यहाँ साइडमा 5000 भनेर लेखिदिन्छौँ, जुन अहिले म पिएल अकाउन्टमा लेख्दा नि 5000 लेख्छु। र त्यसपछि ब्यालेन्स सिटमा पनि एडजस्ट गर्नुपर्ने हुन्छ। ब्यालेन्स सिटको के गर्छौँ त हामी, यसलाई ब्यालेन्स सिटको डेप्टरमा लगेर घटाइदिन्छौँ है, त्यो पछिको कुरा हो, त्यो म भन्दैछु। मेन कुरा अहिले हामीले छुट्याउनु पर्यो, प्रोभिजन फर ब्याड डेब्ट भने डेप्टरमा घट्ने कुरा हो भनेर चाहिँ याद गर्नुपर्ने हुन्छ, त्यो जुन तपाईँहरूले नोट डाउन पनि गर्न सक्नुहुन्छ। यो सबैभन्दा झुकिन सक्ने केसेस, मोस्ट अफ द स्टुडेन्ट्सहरू यही प्रोभिजन फर ब्याड डेब्टको केसमा झुकिन्छ, त्यही भएर तपाईँले टिप्नुहोस्। अब यो ट्रान्सफर टु जेनरल रिजर्भ कता जान्छ भन्दा, यो चाहिँ एउटा चाहिँ पिएल अप्रोप्रिएसनमा जान्छ र अर्को चाहिँ डेफिनेटली ब्यालेन्स सिटको रिजर्भ भन्ने साइडमा जान्छ। अनि प्रोभाइड डिभिडेन्ड अन सेयर क्यापिटल, यो कता कता जान्छ त साथीहरू, यो पनि पिएल अप्रोप्रिएसनमा एउटा, अनि त्यसपछि ब्यालेन्स सिटमा एउटा। अहिले पछि म टेबल बनाउँदा कता कता जान्छ, कसरी राख्ने भन्ने कुरा पनि बुझाइदिन्छु है, यो चाहिँ इम्पोर्टेन्ट पार्ट छ। एन्ड आवर सल्युसन इज येट टु बी डन। सो डिप्रिसिएसन टु बी चार्ज एट द बिल्डिङ एन्ड मसिनरी, अब यो चाहिँ डिप्रिसिएसन भनेको एक्चुअली खर्च हो क्या साथीहरू, यो पनि एडमिनिस्ट्रेटिभ बिल्डिङमै हुने खर्च हो। तर सिन्स मैले भनिहालेँ एडिसनल इन्फर्मेसन दुईवटा ठाउँमा जान्छ, तब डिप्रिसिएसन त यो त एडमिनिस्ट्रेटिभ रहेछ भनेर पिएल अकाउन्टमा मात्र घटाएर हामी बच्न पाउँदैनौँ, यसलाई चाहिँ अर्को ठाउँमा नि हाल्नुपर्छ। र त्यो अर्को ठाउँ भनेको चाहिँ डेफिनेटली यो पनि यो पिएल अकाउन्ट एन्ड ब्यालेन्स सिट नै हुन्छ। एउटा चाहिँ कि ट्रेडिङ प्रफिटमा जान्छ र अर्को चाहिँ डेफिनेटली ब्यालेन्स सिटमै जान्छ क्या, भनेपछि सबै ब्यालेन्स सिटमा चाहिँ कन्फर्मै जान्छ, अर्को बाँकी भनेको चाहिँ हाम्रो छुट्याउने काम हो। र ब्यालेन्स सिटमा चाहिँ डिफ्रेन्ट वेमा एडजस्ट हुन्छ, कि कहिले कुनै एड भएर हुन्छ, कुनै सबट्र्याक्ट मात्र भएर हुन्छ, कुनै डाइरेक्ट त्यहीँ गएर बस्दिन्छ एज अ टाइटल नै होइन, त्यस्तो कुरा हुन्छ। अब टेबलमा सबैभन्दा पहिला चाहिँ ट्रेडिङ अकाउन्टको टेबल बनाउँछु है त। ओके, हामीसँग यो ट्रेडिङ अकाउन्टको चाहिँ टेबल मैले यहाँनिर यसरी रेडी गरिसकेको थिएँ होइन। ट्रेडिङ अकाउन्टमा चाहिँ जहिले पनि सुरुमा चाहिँ यहाँ ओपनिङ स्टक भनेरै सुरु हुन्छ। अब यो चाहिँ तपाईँले जहिले पनि खोज्नुहोस् होइन, तपाईँको ट्रायल ब्यालेन्स दायाँ बायाँ गरेर दिएछ भने पनि हामीलाई प्रब्लम भएन। सुरुमा चाहिँ सुरुवात चाहिँ जहिले ओपनिङ स्टकबाटै हुन्छ र एन्डिङ पनि नर्मली क्लोजिङ स्टकबाटै हुन्छ भनेर बुझिराख्नु पऱ्यो है। क्लोजिङ स्टकबाट नै हुन्छ जहिले पनि हाम्रो, यानि कि ब्यालेन्स सिट एन्डिङमा क्लोजिङ स्टक हुन्छ क्या त्यो चाहिँ। सो सबभन्दा पहिला मैले यहाँनिर चाहिँ टु ओपनिङ स्टक भनेर चाहिँ आँखा चिम्लेर नै लेखेँ है, भ्याल्यु ओपनिङ स्टक भनेर लेखेँ। अब ओपनिङ स्टकको भ्याल्यु कति छ त हामीले यहाँ छुट्याइसकेको छौँ होइन। सो अब म यो जे चाहिँ छुट्याएको छु त्यो सबै चिजलाई चाहिँ म अब यो टेबलमा ट्रान्सफर गरिदिन्छु है त। सो यसरी वेजेस टु वेजेस 1 लाख, टु पर्चेज 4 लाख। अब यो वेजेसहरूको इन्फर्मेसन एडिसनलमा दिएछ कि छैन चाहिँ हामीले हरेक एडिसनल इन्फर्मेसनमा यसको रिलेटेड केही छ कि भनेर हेर्नुपर्छ है। यहाँ केही पनि छैन आउटस्ट्यान्डिङहरू, वेजेस तिर्न बाँकी केही पनि छैन। कहिलेकाहीँ तिर्न बाँकी भएको कुरा चाहिँ एडिसनलमा आउटस्ट्यान्डिङ वेजेस भनेर दिएछ भने चाहिँ हामीले वेजेस लेखा बेलामा चाहिँ घटाउनुपर्छ। अब यो पर्चेजको कुरा चाहिँ साथीहरू तपाईँहरूलाई याद छ होला, अघि नै यहाँनिर एउटा पर्चेज रिटर्न आएको थियो है। सो यो पर्चेज रिटर्न यहाँनिर यो 6000 मैले यसरी टिक पनि लगाएँ है, यो लेख्दैछु भनेर। यसलाई चाहिँ अब कि त क्रेडिट साइडमै राख्नु पऱ्यो, होइन ठिक छ पर्चेज रिटर्न हो, पर्चेजकै रिलेटेड हो, त्यही भएर म यसलाई चाहिँ के गर्छु कसरी एडजस्ट गर्नुपर्ने हुन्छ भने पर्चेज लेखेर यहाँनिर खास लेस भनेर पर्चेज रिटर्न भनेर लेख्नुपर्ने हो। ओके, यसरी पर्चेज रिटर्नलाई चाहिँ मैले यहाँनिर चाहिँ नेगेटिभ फर्ममा चाहिँ पर्चेज रिटर्न भनेर 6000 भनेर लेखिसकेको छु है। अब नेक्स्ट भनेको पर्चेज रिटर्न पछि भनेको साथीहरू अर्को भ्याल्यु के आउँछ त भन्दा हामीले क्वेसनमा हेरौँ है त। हामी डेबिट साइडमै छौँ, यो ट्रेडिङको काम पनि भयो, यो ब्यालेन्स सिट भनेको छ होइन।
अनि यहाँनिर पिएल एप्रोप्रिएसन भनेको छ ब्यालेन्स सिट। अब यो नेक्स्ट भनेको क्यारिएज छ। सो हामीले यसरी नै यो जुन छुट्टाको कुराहरूलाई चाहिँ यसरी सरसर्ती चाहिँ हामी टेबलमा भर्दै जान्छौँ है साथी। यो पर्चेज रिटर्न जुन हामीले टिक लगाएको छौँ यो चाहिँ भरिसकेको छ भनेर इन्डिकेट गर्छ। सो यो सबै कुराहरूलाई चाहिँ म यसरी यहाँनिर टेबलमा भर्छु। सो नेक्स्ट भनेको त्यो त्यसमा ट्रायल ब्यालेन्समा क्यारिएज थियो। सो साइडको चाहिँ हाम्रो सबै आइटम्सहरू हामीले भरिसकेको छौँ र क्रेडिट साइडमा चाहिँ एउटा सेल्स छ भनिन्छ जुन चाहिँ 6,70,000 छ र त्यसपछि यहाँनिर साथीहरू यो क्लोजिङ स्टक भन्ने एउटा आइटम छ होइन। एडिसनल इन्फर्मेसनमा टी लेखेको यही एउटा मात्र छ। सो क्लोजिङ स्टक चाहिँ ट्रायल ब्यालेन्समा पनि जाने भयो, हाम्रो ट्रेडिङमा पनि जाने भयो। सो क्लोजिङ स्टक चाहिँ ट्रेडिङको हामीले यहाँनिर भर्नुपर्ने जुन एडिसनल इन्फर्मेसनबाट आएको छ 30,000 त्यसलाई चाहिँ म यसरी डेबिट साइडमा भरिदिन्छु। ओके एन्ड त्यसपछि भनेको साथीहरू अब हामीले यो दुवैजनाको ब्यालेन्स हेर्छौँ। यो सेल्स ब्यालेन्स धेरै भयो भने प्रफिट आउँछ होइन। सेल्स ब्यालेन्स धेरै आएको छ भने प्रफिट हो भन्ने बुझ्नुपर्छ र तर होइन यो एक्सपेन्सेस ब्यालेन्स धेरै छ भने चाहिँ लस भएको बुझ्नुपर्ने हुन्छ। ल सो अब वी डोन्ट नो होइन, त्यसको लागि के गर्नुपर्छ भने पहिला टोटल गरेर हेर्नुपर्ने हुन्छ। अब मैले यो टोटल गर्दाखेरि यो सेल्सको चाहिँ 7 लाख देखिरहेको छ यतातिर अहिले है, जुन म यहाँनिर यसरी एन्डिङ भनेर 7 लाख भनेर लेखिदिइहाल्छु। अब वी डोन्ट नो यो पनि धेरै हो कि थोरै हो थाहा छैन। त्यो भएर के गर्नुपर्छ भने साथीहरू यो बक्समा भर्ने काम नगरिहालौँ। सबैभन्दा पहिला हामी क्यालकुलेटरबाट यसको टोटल गर्छौँ है त के हुँदो रहेछ हेरौँ। ओके सो क्यालकुलेटरमा यो 6,70,000 र 30,000लाई एड गर्दाखेरि चाहिँ यो 7 लाख हुँदो रहेछ। अनि यो त्यसपछि त्यस्तै गरी यो लेफ्ट ह्यान्ड साइडको 40,000, 1 लाख, 4 लाख र -6,000 प्लस 5,000 गर्दाखेरि चाहिँ 539,000 यानि कि 5,39,000। अब साथीहरू तपाईँहरू आफै हेर्नुहोस्, सेल्स 7 लाख छ, खर्च 5,39,000 भने चाहिँ यो त डेफिनेटली हाम्रो प्रफिट भयो नि त होइन। प्रफिट हुनु भनेको सो दुवैजना 7 लाख हुने 7 लाख दुवैजनाको ब्यालेन्स चाहिँ यो बिगर ब्यालेन्सको हिसाबमा ब्यालेन्स गर्नुपर्ने हुन्छ। जसको भ्याल्यु बिग्छ त्यसले चाहिँ नोमिनेट देखाउँछ यहाँनिर। सो 7 लाख भयो। यहाँनिर कतिले पुगेन त यसलाई 7 लाख बनाउनलाई भन्दा त्यो हामीले यो माइनस यो गऱ्यो भने चाहिँ यसलाई हामी 1,61,000 भन्छौँ होइन, जुन चाहिँ हाम्रो यो चाहिँ थपेको अमाउन्ट हो नि त। हामीले यो अब यो थपेकोलाई चाहिँ ग्रस प्रफिट भनेर लेख्नुपर्ने हुन्छ। सिन्स प्रफिटै किन भनेर लेख्यौँ त किनभने खर्चको साइडमा कम भएको थियो, त्यही भएर यदि यही कुरा यताबाट ब्यालेन्स गर्नु पर्यो भने टु ग्रस लेख्थ्यौँ तर लस लेखेर ब्यालेन्स गरेर मिलाउँथ्यौँ। सेम चिज है, यो चाहिँ ट्रेडिङ अकाउन्ट। सो नेक्स्ट भनेको प्रफिट एन्ड लस अकाउन्ट हो। अब त्यो कसरी बनाउने त भन्दा ओके त्यसको पनि टेबल फर्मेट यस्तै नै हो। सबैभन्दा पहिला एक्चुअलमा खास ट्रेडिङसँग रिलेट गर्नुपर्ने हुन्छ। सो साथीहरू अब यो जुन ग्रस प्रफिट निकालेको छ नि यसलाई चाहिँ हामी सिधै सबभन्दा पहिला यहाँ त ट्रान्सफर गर्छौँ। अब रिमेम्बर यो जहिले पनि क्रिस क्रस भएर यतापट्टि आउँछ, यहाँको चिज यहाँ आउँछ, यहाँ थियो भने यहाँ आउँछ भन्ने कुरा बुझ्नु पऱ्यो। सो अहिले डेबिटमा छ यो, त्यही भएर यतापट्टि जाँदा क्रेडिटमा जान्छ। सो यसलाई चाहिँ हामी बाई ब्यालेन्स बिडी भनेर लेख्छौँ। यहाँनिरबाट यहाँको भएर बिडी भयो है, कम भएको ठाउँमा सिडी, बढी भएको ठाउँमा बिडी भनेर लेख्नुपर्ने हुन्छ। सो बाई ब्यालेन्स बिडी 1,61,000 भनेर सबभन्दा फर्स्ट काम चाहिँ यो गर्नुपर्ने हुन्छ, नत्र भए माथि ट्रेडिङ बनाएको त कामै भएन नि होइन। सो हामीले भनिहाल्यौँ। अब म यो टेबलमा यसरी हेर्छु, जुन जुन पिएल अकाउन्टमा छ त्यो कुराहरूलाई म भर्छु र यो डट भएको ठाउँ यो चाहिँ एकचोटि एडिसनल इन्फर्मेसनमा जाऊ भन्ने कुरालाई इन्डिकेट गर्छ होइन। यो डट जस्तै मसिनरी र बिल्डिङको एडिसनल इन्फर्मेसनमा समथिङ छ है भन्ने कुरालाई हामीले इन्डिकेट गरिसकेको छौँ। सो यसरी नै यो सबै चिजहरू यो पिएल अकाउन्टमा भएको कुराहरूलाई म यहाँनिर लेख्छु। अनि हाम्रो यहाँ इन्ट्रेस्ट अन डिभेन्चर बाइ द वे यो पनि छुटेको, मैले अघि भनेको थियो 5,000ले पुग्दैन 10,000 हुनुपर्छ भनेको थिएँ नि तपाईँलाई याद होला। 10% डिभेन्चरको 1 लाखको 10%। सो यसको पनि एडिसनल इन्फर्मेसन यहाँ हुनु पर्थ्यो तर यो क्वेसनले दिएको छ यो चाहिँ हामीले नै थप्ने कुरा हो। त्यही भएर हामीले यहाँनिर 6 भनेर एउटा आफैले आउटस्ट्यान्डिङ इन्ट्रेस्ट भनेर एउटा यसरी बनाइराखौँ है, ताकि हामीलाई थाहा होस् 5,000 अझै बाँकी छ, 5,000 मात्र तिरेको छ, 10,000मा 5,000 यहाँबाट तान्छौँ हामी। ओके सो यसरी नै हामी सबै इन्फर्मेसन डेबिटमा भएको कुरा डेबिटमा, क्रेडिटमा भएको कुरा क्रेडिटबाट लेख्छौँ है त। सो म चाहिँ
यो सबै इन्फर्मेसनहरू भर्नु। ओके, सो यसरी मैले ट्रायल ब्यालेन्सबाट 2 स्यालेरिज भनेर 40,000 लेखेँ। अब नेक्स्ट भनेको 2 डिप्रिसिएसन अन मसिनरी। किन 2 डिप्रिसिएसन अन मसिनरी भन्दा किनभने म स्यालेरिजबाट तल मुभ हुँदा मैले मसिनरी भेटेँ, जुन यो डटले इन्डिकेट गरिरहेको छ। यो डटले इन्डिकेट गरिदिएको मसिनरी ब्यालेन्स सिट 2,50,000 भनेको छ। अब यो 2,50,000 लेख्ने चाहिँ होइन, तर मसिनरी रिलेटेड एडिसनल इन्फर्मेसन कति छ त भन्दाखेरि यहाँनिर 10% भनेर भनेको छ। ओके, 10%, सो 2,50,000 को 10% डिप्रिसिएसन। अब यो ब्यालेन्स सिटकै कुरा त राख्ने भएन नि त होइन। सो 2,50,000 को 10% निकाल्ने, यानि कि 25,000 आउँछ। अब कसरी निकाल्ने भन्दा 2,50,000 इन्टु 10 डिभाइडेड बाई 100 गर्दा 25,000 आउँछ। सिमिलरली 4 लाख इन्टु 10 डिभाइडेड बाई 100 गर्दा 40,000 आउँछ। सो दुवैजनाको डिप्रिसिएसन चाहिँ हामी त्यसरी मिलाएर क्यालकुलेट गरेर लेख्छौँ है त, यसरी। सो नेक्स्ट यसरी इन्ट्रेस्ट अन डिभेन्चर लेख्छौँ। तर अब इन्ट्रेस्ट अन डिभेन्चर पनि मैले सिन्स यहाँबाट लेखेको हो, मेरो यो पिएलको जेनरल एक्सपेन्सेस छुटेछ साथीहरू, यो पनि हामीले लेख्नुपर्छ है। मैले फर्स्ट इन्ट्रेस्ट अन डिभेन्चर लेखिसकेको छु, यसको एड आउटस्ट्यान्डिङ यहाँनिर लेखिसकेको छु। अब मैले यो यहाँनिर एड भनेर यसको आउटस्ट्यान्डिङ भनेर पनि लेख्न पर्ने हुन्छ। अब यो किन आउटस्ट्यान्डिङ भयो भन्ने कुरा मैले साथीहरू बुझाइसकेको छु है। किनभने 10% डिभेन्चर 1 लाखको 10% तिर्नु पर्थ्यो, जहाँ चाहिँ ट्रायल ब्यालेन्समा 5,000 मात्र देखिरहेको छ भनेपछि 5,000 पक्कै पनि बाँकी छ भनेर हामीले आफैले एडिसनल इन्फर्मेसन थपेर मिलाएको है। ओके, नेक्स्ट भनेको जेनरल एक्सपेन्सेस र रेन्ट एन्ड ट्याक्स छ, जसको भ्याल्यु 6,000 र 15,000 छ। सो डेबिट साइडको यसमै एन्डिङ हुन्छ है त। ओके, यसरी जेनरल एक्सपेन्सेस र रेन्ट एन्ड ट्याक्सेस पनि परिसरमा र यसरी डेबिट साइडको पिएल सकिसकेको अवस्था छ। अब हाम्रो क्रेडिट साइडको पिएल भनेको छ त छैन नि होइन, ट्रेडिङ भइसकेको छ, बिएस छ, पिएल छ, यो एउटा रहेछ, त्यसपछि यो पनि सक्यो, जुन म क्रेडिट साइडमा ट्रान्सफर गर्दैछु। सो बाई प्रोभिजन फर ब्याड डेट भन्ने कुरा छ। ओके, सो प्रोभिजन फर ब्याड डेटको चाहिँ एडिसनल इन्फर्मेसनमा पनि हामीसँग छ यहाँनिर। हामीले अब एकचोटि एडिसनल इन्फर्मेसनमा पिएलको कुराहरू खोजौँ है। सो यो त भयो छैन, यसमा टी र बिएस छ, यसमा रहेछ। ल अब यसलाई कहाँ राख्ने त? यो भनेको इन्क्रिज इन प्रोभिजन फर ब्याड डेट, मैले अघि नै बुझाइसकेको छु। यो इन्क्रिज भनेको हो, यानि कि प्रोभिजन फर ब्याड डेट इट्सेल्फ चाहिँ होइन, यो इन्क्रिज भएको छ 3,000, पुरानोमा 3,000 इन्क्रिज भएर 5,000 भएको छ। अब यहाँनिर भएको प्रोभिजन, अब रिमेम्बर है, यसमा भएको प्रोभिजनलाई हामी प्रफिट एन्ड लसको क्रेडिट साइडमा राख्छौँ भने यसमा भएको प्रोभिजनलाई चाहिँ प्रफिट एन्ड लसको डेबिट साइडमा राख्छौँ पिएलको लागि। अहिले ब्यालेन्स सिटमा पनि जान्छ, त्यो ब्यालेन्स सिटकै बेलामा कुरा गरौँला। सो यो पिएलमा जान्छ, पिएलको डेबिट साइडमा जान्छ। प्रोभिजन फर ब्याड डेट अनि ब्राकेटमा न्यू भनेर पनि लेखिदिउँ है, किन भन्दा यो एडिसनल इन्फर्मेसनबाट आएको भन्ने कुरा पनि इन्डिकेट हुन्छ। सो यति लेखिसकेपछि चाहिँ अब म फेरि पिएल अकाउन्टमा अरू कुरा के छ भनेर पनि फेरि एकचोटि एकलट खोज्छु। यानि कि एडिसनल इन्फर्मेसनमा यो पिएल अप्रोप्रिएसन ब्यालेन्स सिट, पिएल अप्रोप्रिएसन ब्यालेन्स सिट। अब यो डिप्रिसिएसन भन्ने कुरा हामीले यो गरिसक्यौँ है, हामीले अघि नै गरिसक्यौँ ढुक्कले, यो ब्यालेन्स सिट भइहाल्यो। अनि लास्टको आउटस्ट्यान्डिङ इन्ट्रेस्ट अन यो पनि गरिसक्यौँ, इन्ट्रेस्ट अन डिभेन्चरमा पिएलमा भनेर, यो त हामीले आफैले थाहा पाएको कुरा। सो साथीहरू यसरी चाहिँ हाम्रो प्रफिट एन्ड लस पनि सक्यो। अब यसलाई पनि हामी सेम वेमा यसको टोटल गर्छौँ र यसको टोटल गर्छौँ, र यो इन्कम धेरै भयो भने प्रफिट हुन्छ र यो एक्सपेन्सेस धेरै भयो भने लस हुन्छ भन्ने कुरा बुझौँ, जसलाई चाहिँ म तपाईँहरूलाई अब ब्यालेन्स गरेर देखाउँदैछु। ओके, हाम्रो क्रेडिट साइडको टोटल चाहिँ 1,61,000 र 2,000 जोड्दाखेरि 1,63,000 हुन आउँछ, जुन यो पनि मैले अहिले बाहिर नै लेखिरहेको छु, किनभने मलाई थाहा छैन के थाहा यो धेरै आउँछ कि होइन। त्यसको लागि पनि अब यो जम्मै जोड्दाखेरि चाहिँ कति आउँछ भन्दाखेरि चाहिँ 1,41,000। अलराइट, ओके, सो साथीहरू हेर्न सक्छौँ हाम्रो डेफिनेटली इन्कम साइड नै धेरै। सो यसमा चाहिँ टु नेट लेखेर प्रफिट लेख्छौँ। रिमेम्बर डेबिट साइडमा ब्यालेन्स गर्दा जहिले पनि प्रफिट, यानि कि 22,000 को प्रफिट हुन आउँछ। सो त्यो कसरी भन्दा यो माइनस यो गऱ्यो भने सक्नुहुन्छ 22,000 नेट प्रफिट आउँछ। अनि यसलाई पनि हामी सिडी भनेर लेख्छौँ, कम भएको भएर सिडी। अब यसलाई फेरि अहिले पछि हामी पिएल अप्रोप्रिएसनमा ट्रान्सफर गर्छौँ है त। सो नेक्स्ट भनेको अब हाम्रो पिएल अप्रोप्रिएसन। ओके, यसको चाहिँ मोडेल यस्तो हुन्छ, यो पनि हाम्रो लेजरमै आधारित हुन्छ। सो हामीले पिएल अप्रोप्रिएसन पनि हाम्रो क्वेसनमा हामीले छुट्याइसकेको थियौँ। सो एकचोटि हेरौँ है त के छ त भन्दाखेरि पिएल अप्रोप्रिएसनमा। ओके, सबैभन्दा पहिला त पिएल अप्रोप्रिएसनमा हामीले जुन अघि प्रफिट एन्ड लस अकाउन्टमा जुन ब्यालेन्स निकाल्यौँ त्यसलाई चाहिँ सबैभन्दा पहिला ट्रान्सफर गर्ने काम हो, जस्तै ट्रेडिङ गरेर बस्छ, जुन चाहिँ बाई भन्छ। सबभन्दा फर्स्ट काम चाहिँ हामीले यही गर्नुपर्छ। सो बाई ब्यालेन्स बिडी भनेर चाहिँ अनि 22,000 यहाँ ट्रान्सफर गर्छौँ। सो जुन चाहिँ यसलाई हामी यसरी लेखिदिन्छौँ है। अनि त्यसपछि भने सो पिएल अप्रोप्रिएसनमा हाम्रो तपाईँले हेर्नुभयो भने एउटा यो छ होइन,
डेबिट साइडमा यही एउटा मात्र छ, इन्कम ट्याक्स पेड फर द लास्ट इयर, अनि क्रेडिट साइडमा यो एउटा छ। अनि त्यसपछि भनेको ब्यालेन्स सिटबाट दुईवटा छ। सो धेरै कुरा खासै छैन, तपाईँहरूले हेर्न सक्नुहुन्छ। एउटा यो भयो, एउटा यो भयो, अनि अर्को यो। फाइनली फर्स्टमा चाहिँ यो क्रेडिटमा भएको कुरालाई हामीले जुन छुट्याइसकेको थियौँ त्यसलाई यहाँ लेख्छौँ। सो यसमा पनि चाहिँ बाई पिएल एप्रोप्रिएसन भनेर लेख्न सक्नुहुन्छ हामीले। जुन मैले यसरी लेखेँ र यो हुन आउँछ, यो चाहिँ मैले ट्रायल ब्यालेन्सबाट लेखेको है साथीहरू, 2,18,000। अब त्यसपछि डेबिट साइडमा बस्ने कुरा भनेको चाहिँ यो इन्कम ट्याक्स पेड फर द लास्ट इयर सबभन्दा पहिला त यो इन्कम ट्याक्स यो मैले यो ट्रायल ब्यालेन्सबाटै गर्दैछु है म। अहिले ट्रायल ब्यालेन्स भित्रै छ, एडिसनल इन्फर्मेसनमा एकैछिनमा जान्छु। सो फर्स्टमा चाहिँ यतापट्टि इन्टु इन्कम ट्याक्स मात्रै भनेर लेखे नि भइहाल्यो, किनभने यो लास्ट इयर आफै हुन्छ। पिएल एप्रोप्रिएसन भन्नु भनेको ओके। अनि यसलाई कति छ त भन्दा यो 15,000 छ हाम्रो क्वेसनमा। अनि त्यसपछि भनेको यो दुईवटा ओके। यहाँनिर एउटा छ, हामीले हेर्न सक्छौँ यो ट्रान्सफर टु जेनरल रिजर्भ। यो ओके साथीहरू, यो जेनरल रिजर्भ भन्ने कहिलेकाहीँ ट्रायल ब्यालेन्समा हुन्छ। त्यो चाहिँ ट्रायल ब्यालेन्समा भइदिएको भयो चाहिँ ब्यालेन्स सिटमा मात्रै जान्छ। तर अब यो त ट्रान्सफर टु जेनरल रिजर्भ, यो त एडिसनल इन्फर्मेसनमा छ नि। अब एडिसनल इन्फर्मेसनको त डेफिनेटली दुईवटा ठाउँमा जानु पऱ्यो। एउटा जान्छ पिएल एप्रोप्रिएसनमा, अर्को जान्छ ब्यालेन्स सिटमा। सो डेफिनेटली यो एउटा जेनरल रिजर्भ चाहिँ यहाँ पनि जाउँछ, जसलाई चाहिँ हामी टु जेनरल रिजर्भ भनेर लेख्छौँ, जसको भ्याल्यु छ एडिसनल इन्फर्मेसनमा 50,000। अनि त्यसपछि साथीहरू अर्को इम्पोर्टेन्ट पार्ट भनेको यसको भनेको प्रपोज डिभिडेन्ड। जहिले पनि यो चाहिँ एडिसनल इन्फर्मेसनमा भनिदिएको हुन्छ, प्रोभाइड डिभिडेन्ड अन सेयर क्यापिटल एट 10% भनेको छ। अब 10% भने त कुनै भ्याल्यु होइन। 10% कसको हुन्छ त? यो डिभिडेन्ड प्रोभाइड भनेको जहिले पनि सेयर क्यापिटल हुन्छ। सेयर क्यापिटल कहाँ छ त? ट्रायल ब्यालेन्समा हेर्न सक्छौँ हामीले 4 लाख भनेर जुन छ। 4 लाखको 10% कति हुन्छ त? 4 लाख इन्टु 10/100 गर्दा 40,000 हुन्छ। सो यसलाई चाहिँ हामी र प्रपोज डिभिडेन्ड भनेको जहिले पनि डेबिट साइडमा प्रपोज्ड डिभिडेन्ड भनेर यसरी बस्छ है, जुन चाहिँ 40,000 भयो। ओके, अब नाउ साथीहरू फेरि सेम थिङ है त टोटल गरेर हेर्छौँ। ओके साथीहरू, हाम्रो यसमा पनि क्रेडिट साइडमै धेरै आएको देखिन्छ है। यसमा मैले क्रेडिटमा जोडेर हेर्दा 2,40,000 आयो, डेबिटमा जोडेर हेर्दा 1,05,000 आयो। सो डिफ्रेन्स इज कति छ भन्दा 1,35,000 को डिफ्रेन्स छ। त्यो चाहिँ हाम्रो प्रफिट हुन आउँछ। सो यसमा चाहिँ हामी प्रफिट सफिट के भनेर लेख्छौँ, सिधै टु ब्यालेन्स सिडी भनेर लेख्छौँ। अनि त्यसलाई चाहिँ एज अ पिएल एप्रोप्रिएसन भनेर पछि हामी ब्यालेन्स सिटमा ट्रान्सफर गर्छ, ब्यालेन्स सिट बनाउनु पर्ने हुन्छ। सो साथीहरू, हाम्रो यसको पनि एन्सर चाहिँ मिलिसकेको छ है। सो म तपाईँहरूलाई क्वेसनमा देखाइदिन्छु। यो चाहिँ टोटल भयो होइन। साथीहरू, ब्यालेन्स सिटको फर्मेट चाहिँ यस्तो हुन्छ, जहाँ चाहिँ फर्स्ट साइडमा चाहिँ क्यापिटल प्लस लायबिलिटिज हुन्छ, जसको अमाउन्ट हुन्छ, अनि फेरि एसेट्स भएर अमाउन्ट हुन्छ। ओके साथीहरू, ब्यालेन्स सिट गर्नुभन्दा अगाडि चाहिँ तपाईँहरूले एउटा फर्मेट चाहिँ एक्जाममा जानुभन्दा अगाडि याद गर्नुहोस् है। क्यापिटलमा कुन कुन टपिकबाट सुरु हुन्छ त्यो गऱ्यो भने चाहिँ क्लासिफाई हुन्छ क्या। क्लासिफाई भने एकदम सजिलो हुन्छ तपाईँहरूलाई, कुन पछि के राख्ने, कसरी खोज्ने भनेर। सो नम्बर 1मा जहिले पनि सेयर क्यापिटल भन्ने टाइटल हुन्छ है। अब क्यापिटल यसरी एउटा म स्टोरी वाइज भन्छु तपाईँलाई। तपाईँले पहिला सुरु मान्छेहरूबाट क्यापिटल कलेक्ट गर्नुहुन्छ हो। क्यापिटल भइसकेपछि पुरानो प्रफिटहरू छ कि छैन, रिजर्भहरू छ कि छैन चेक गर्नुहुन्छ। अनि रिजर्भ पुग्दैन, रिजर्भ एन्ड प्रफिट भनेर लेखिदिन्छु है म। रिजर्भ एन्ड सरप्लस, ल हो यो छ कि छैन त। त्यसपछि पहिला सुरु त अब आफैले पैसा राख्ने हो होइन, आफैले पैसा राख्ने, मान्छेहरूबाट पैसा कलेक्ट गरेर जुन सेयर बेचेर कमाएको पैसा हुन्छ। त्यसपछि पहिला आफूले कमाएको प्रफिटहरू छ कि छैन हेर्छ बिजनेस गर्नलाई। अनि त्यसपछि नि भएन भने के गर्छ त साथीहरू, हामीले गर्छौँ त्यसपछि लोन लिन्छौँ। अब सेक्योर्ड लोन भन्ने हुन्छ होइन, त्यसको इन्ट्रेस्टहरू तिर्न बाँकी छ भने त्यो पनि लेख्नै पर्यो होइन। अनि त्यसपछि सेक्योर्ड लोन हुन्छ, अनसेक्योर्ड लोन हुन्छ। अनसेक्योर्ड लोन भनेको चाहिँ अब तपाईँले कसैबाट फिक्स डिपोजिटहरू लिनुभएको छ कि छैन, कसैबाट पर्सनली लोन लिनुभएको छ कि छैन। त्यसपछि भनेको लायबिलिटिज एन्ड प्रोभिजन भन्ने हुन्छ। लायबिलिटिज एन्ड प्रोभिजन भनेको चाहिँ यो चाहिँ अब तपाईँले डेफिनेटली होइन अरूबाट लोन लिनुभयो, अनि कहिलेकाहीँ स्टाफहरूलाई स्यालेरी नदिएर राखे हुनसक्छ, अथवा इन्ट्रेस्टहरू पेएबल हुनसक्छ, के त्यसरी नै हाम्रो बिजनेस सम्हालिरहेको हुन्छ नि। यो चाहिँ क्यापिटल प्लस लायबिलिटिजको कुरा हो। अब यो टाइटलभित्रको अमाउन्टहरू हामी भर्दै जान्छौँ। अब हामीले अघि नै क्वेसनमा नै लेखिसकेका छौँ नि त होइन, कुन कता हुन्छ भनेर। अब क्वेसनबाट सर्च गर्छौँ अनि त्यही अनुसार यहाँ भर्दै जान्छौँ है त। सो सबैभन्दा पहिला चाहिँ
यो सनराइज डेप्टर्स यो भनेको यता परेन सो सेयर क्यापिटल हेर्नु है अब यो 4 लाख पर्यो होइन सो म यसलाई यहाँनिर सेयर क्यापिटल भनेर लेख्छु ब्यालेन्स सिट गर्दाखेरि चाहिँ यसरी गर्नु अनि त्यसपछि टिक लगाउँदै जानु क्या ताकि तपाईँले खोज्नु परेन नि होइन अब ट्रेडिङ त ट्रेडिङ भइहाल्यो अब ब्यालेन्स सिटमा अब सेयर क्यापिटलमा अरू धेरै केही पनि छैन अरू क्यापिटल भन्ने वर्ड युज केही पनि भएको छैन त्यही भएर यो सक्यो अब रिजर्भ एन्ड सरप्लस भन्ने हुन्छ रिजर्भ एन्ड सरप्लस भनेको चाहिँ अब त्यसलाई चाहिँ अब हामी के गर्छौँ भने यहाँ खोज्छौँ कतै छ त साथीहरू देख्दैनौँ नि होइन यो क्रेडिटर्स भएन यहाँनिर ब्यालेन्स सिट सनराइज डेप्टर्स ब्यालेन्स सिट फर्निचर धेरै छैन सो हामी के गर्छौँ भन्दा यहाँनिर रिजर्भ भन्ने वर्ड भेट्यो साथीहरू यो 50,000लाई यहाँ राख्छौँ रिजर्भ भनेर राख्छौँ एउटा भइहाल्यो यो काम पनि बन्यो 50,000 यो चाहिँ एडिसनल इन्फर्मेसनबाट आएको हो अब साथीहरू सरप्लसको कुरा पनि छ नि त सरप्लस भनेको चाहिँ यो पिएल एप्रोप्रिएसन सो मोस्ट इम्पोर्टेन्ट यो चाहिँ आउँछ जहिले पनि यहाँबाट यो चाहिँ माथि नै हेर्नुपर्छ यो एउटा चाहिँ तपाईँहरूले याद गर्नुहोस् जब रिजर्भ एन्ड सरप्लस भन्छ सरप्लस चाहिँ दिमागमा राखिरहनुहोस् रिजर्भ भर्दाखेरि रिजर्भ खोज्न जानुहुन्छ ट्रायल ब्यालेन्समा एडिसनल इन्फर्मेसनमा त्यहाँबाट पाइसकेपछि यहाँ भर्नु भइसकेपछि सरप्लसलाई ध्यानमा राख्नु सरप्लस भनेको चाहिँ यही पिएल एप्रोप्रिएसनमा निकालेको ब्यालेन्स पोजिटिभ ब्यालेन्स उतापट्टि भइदियो चाहिँ नेगेटिभ ब्यालेन्स भन्थ्यो यो चाहिँ पोजिटिभ ब्यालेन्स सो यसलाई चाहिँ हामी पिएल एप्रोप्रिएसन भनेर लेख्छौँ पिएल एप्रोप्रिएसनबाट तानेको भन्ने कुरा बुझ्नलाई हुन त त्यहाँ ब्यालेन्स सिडी भनेर लेखेको छ अनि यो चाहिँ 1,35,000 यहाँ आएर बस्यो अब साथीहरू सेक्योर लोन भनेको चाहिँ यही डिभेन्चरहरू हो क्या लङ टर्म लोन डिभेन्चरहरू भन्ने कुरा छ अब यहाँनिर हेर्न सक्नुहुन्छ हाम्रो डिभेन्चर 1 लाख यो चाहिँ ट्रायल ब्यालेन्समा यसलाई पनि मैले टिक लगाएँ अनि 10% डिभेन्चर भनेर लेखेँ अब यसको इन्ट्रेस्ट लेख्ने कि नलेख्ने भन्दाखेरि इन्ट्रेस्ट नलेख्ने किनभने इन्ट्रेस्ट भनेको एक्सपेन्सेस हो तर बाँकी भएको इन्ट्रेस्ट छ भने त्यो चाहिँ लेख्नुपर्छ त्यो अहिले हामी लायबिलिटिजमा लेख्छौँ बाँकी भएको छ भन्ने कुरालाई जुन हामीले लेखिसकेका छौँ तर यो इन्ट्रेस्ट नलेख्ने क्या किनभने यो त पिएलमा गयो नि त हामीले पिएल मात्रै भनेर छुट्याएको छौँ नि त होइन यहाँको कुरा त एउटा ठाउँमा मात्र जान्छ अगेन टु रिमाइन्ड यु ल यो पनि भयो है अब त्यसपछि भनेको अनसेक्योर लोन भन्ने छ अनसेक्योर्ड लोन केही पनि छैन साथीहरू हाम्रो यो क्वेसनमा हामीले क्वेसन हेर्दा अब लाइबिलिटिज भनेको सबैभन्दा पहिला भनेको लाइबिलिटिजमा चाहिँ जहिले पनि क्रेडिटर्स हुन्छ है यहाँनिर हेर्न सक्नुहुन्छ साथीहरू यो सनराइज क्रेडिटर्स भनेको चाहिँ लाइबिलिटिज हो ब्यालेन्स सिट भनेर लेखेको छ नि जता बिएस त एक्चुअली नजर लगाइहाल्ने क्या हामीले साइडमा बिएस पनि त लेखेको छौँ नि होइन सो यो क्रेडिटर्स पनि यहाँ पर्यो जुन चाहिँ 10,000 छ अब अरू के छ हेरौँ त ब्यालेन्स सिटमा यहाँबाट ल ब्यालेन्स सिट भने यहाँ त केही पनि छैन यहाँको ब्यालेन्स सिट त सबै ढुक्कले सकिसक्यो यतापट्टिको ब्यालेन्स सिट यो सनराइज डेप्टर्स अहिले एसएचमा जान्छ यो पनि एसएचमा जान्छ यो पनि एसएचमा जान्छ यो पनि एसएच नै हो फर्निचर भनेको सम्पत्ति एसएचमै जाने भयो क्यास पनि सम्पत्ति एसएचमा ओके यतापट्टिको सबै प्रायः एसएचमा जान्छ त्यो अहिले एसएच भर्दाखेरि गर्छु है अनि त्यसपछि एडिसनल इन्फर्मेसनमा जाउँ क्लोजिङ स्टक एसएचमा जान्छ त्यही भएर यसलाई पनि अहिले छोडिदिउँ अनि त्यसपछि इन्क्रिज यहाँको ब्यालेन्स सिट यो कता जाने भयो त इन्क्रिज इन प्रोभिजन फर ब्याड डेट हो ल अब यो चाहिँ हामीले जुन प्रोभिजन भन्ने वर्ड लेखेको छौँ नि यहाँ जाने भयो प्रोभिजन फर ब्याड डेट है एक्चुअली यो प्रोभिजन फर ब्याड डेटलाई चाहिँ खास डेप्टरबाट घटाउँदा पनि हुन्छ ओके डेप्टरबाटै घटाउँदा राम्रो होला है प्रोभिजन फर ब्याड डेटलाई किनभने नर्मली धेरैजना स्टुडेन्टहरूले त्यही गरिरहेको हुन्छ हुन त यता लेख्दा पनि हुन्छ तर उतापट्टि डेप्टरबाट घटाउँदा एउटै कुरा हो है सो म यता लेखेर जोड्नु र उता लेखेर घटाउनु भनेको एउटै कुरा सो म यो लेख्दिनँ तर यसमा एउटा कुरा चाहिँ के लेख्छु भने ओके ल हामी अहिले फेरि आउँछ यसलाई मैले टिक लाएको छैन यो गरेपछि अब यो जेनरल रिजर्भ हामीले लेखिसक्यौँ अनि प्रोभाइड डिभिडेन्ड अन सेयर क्यापिटल पिएल एप्रोप्रिएसनवाला लेखिसकेको छौँ यो लेखाएको छैन अब लेख्दैछौँ कति निक्लिएको थियो त 40,000 निक्लिएको थियो होइन सो यो चाहिँ प्रपोज डिभिडेन्ड पनि यहाँ पर्छ त्यसो भए हामीले अघि नै छुट्टाएको थियो नि त होइन सो त्यही भएर मैले धेरै एक्सप्लेन गरिरहनु परेन ओके अब लास्ट यो चेक गरौँ यहाँनिर पनि छ है साथीहरू अब डिप्रिसिएसन टु बी चार्ज अन बिल्डिङ एन्ड मसिनरी यो ब्यालेन्स सिटमा एडजस्ट गर्ने कुरा यो डिप्रिसिएसनलाई अहिले हामीले जुन एसएच लेख्छौँ नि बिल्डिङ एन्ड मसिनरी त्यो लेख्दाखेरि ब्यालेन्स गर्ने यो पनि अहिले एसएचमा जान्छ अनि यो आउटस्ट्यान्डिङ इन्ट्रेस्ट 5,000 हो अघि मैले भनेँ नि इन्ट्रेस्टको कुरा बाँकी छ भने लेख्नुपर्छ भन्ने कुरा यो डिभेन्चरको केस सो यसलाई पनि हामी यहाँनिर आउटस्ट्यान्डिङ इन्ट्रेस्ट भनेर लेख्छौँ है जुन चाहिँ हुन आउँछ 5,000
ओके, फाइनली यसरी ब्यालेन्स सिटको हामीले चाहिँ क्यापिटल प्लस लायबिलिटिज बनाइसकेपछि चाहिँ अब हामीले बनाउन पर्ने हुन्छ एसेट्सको साइड है। अब एसेट साइडमा चाहिँ हामीले ओके, सबैभन्दा पहिला एसेट साइडमा बनाउनुभन्दा अगाडि चाहिँ साथीहरू एसेट्समा चाहिँ के टाइटल हुन्छ त भन्ने कुराको बारेमा जानकारी लिउँ है त। सो हाम्रो चाहिँ त्यसको लागि चाहिँ म यहाँ रफली होइन, मैले यो टोटल बनाएको छैन। सो एसेट्समा चाहिँ नम्बर 1मा चाहिँ होइन फिक्स्ड एसेट्स भन्ने हुन्छ है। तपाईँहरूले यो याद गर्नुपर्ने हुन्छ। फिक्स एसेट पछि इन्भेस्टमेन्ट भन्ने टाइटल हुन्छ। यो भनेको चाहिँ हामीले कतै लगानी गरेको छ कि छैन भन्ने कुरा, कम्पनीले कतै लगानी गरेको छ कि छैन, त्यसको इन्ट्रेस्ट रिसिभेबल छ भने त्यो पनि लेख्नुपर्ने हुन्छ। अनि नम्बर 4मा हुन्छ करेन्ट एसेट्स। करेन्ट एसेट्स भनेको चाहिँ जस्तै क्यास, ब्याङ्क, डेप्टर्स होइन, अनि त्यसमा प्रोभिजन घटाउने होइन, प्रोभिजन फर ब्याड डेट। अनि त्यसपछि भनेको तपाईँको लास्टमा हुन आउँछ मिसलिनियस एक्सपेन्डिचर भन्ने हुन्छ होइन, मिसलिनियस एन्ड प्रिलिमिनरी एक्सपेन्सेस भनेको चाहिँ कस्तो भनेको तपाईँले जस्तै कुनै चिज हामीले नेक्स्ट मन्थमा तिर्न पर्ने पैसाहरू अथवा कामै नभइकन तपाईँले पैसा तिर्नुहुन्छ भने कसैलाई होइन एडभान्समा दिनुहुन्छ भने त्यस्तोलाई चाहिँ जस्तै एडभान्स स्यालेरी भयो त्यस्तो अब यो टाइटलहरूको कुरा चाहिँ अब हामी फेरि टेबलबाट सर्च गर्छौँ है त। सो साथीहरू सबैभन्दा पहिला फिक्स्ड एसेट सर्च गरौँ है त। सो फिक्स्ड एसेट्समा हेर्नु तपाईँहरूको मसिनरी छ अनि बिल्डिङ छ। अनि मैले यहाँनिर साइडमा डट पनि लगाएको छु होइन। मैले यो डेप्टर्सलाई अहिले एकैछिनमा करेन्ट एसेट्सको लागि छुट्याएर राखिरहेको छु है। म यहाँ टिक लगाउँछु यो मसिनरी र बिल्डिङको 2,50,000 र 4 लाखलाई चाहिँ यसको यो सहित र यसको डिप्रिसिएसन अमाउन्ट जुन हामीले पहिल्यै पिएल अकाउन्टको बेलामा निकालेको त्यसलाई घटाएर म एकैचोटि लेखिदिन्छु है त। ओके, यसरी चाहिँ फिक्स्ड एसेटको मसिन र बिल्डिङको जसको चाहिँ डिप्रिसिएसन छ जुन चाहिँ एडिसनल इन्फर्मेसनबाट एडजस्ट गर्ने भन्ने कुरा थियो त्यो कुरालाई चाहिँ हामीले लेखिसकेको छौँ है। सो यो पनि भयो। अनि त्यसपछि तपाईँको यिनीहरू भइसकेको छ प्रपोज डिभिडेन्टहरू, इन्क्रिज इन प्रोभिजन फर हो, यो चाहिँ अहिले हामीले गरेको छैनौँ। अब फिक्स एसेट्समा अरू पनि छ साथीहरू, ब्यालेन्स सिटमा हामी अरू पनि कुराहरू देख्छौँ होइन। जस्तै यो फिक्स एसेट्समा फर्निचर पनि पर्ने भयो। सो फिक्स एसेट्समा चाहिँ यति नै छ है त साथीहरू। अब हामीले यसलाई पनि इन्क्लुड ओके। सो फर्निचर पनि फिक्स एसेट नै हो तर त्यसको डिप्रिसिएसन नभएको कारणले गर्दा डाइरेक्ट छ। अब नेक्स्ट भनेको हाम्रो इन्भेस्टमेन्ट हो र हामीले हाम्रो क्वेसनमा इन्भेस्टमेन्ट भन्ने वर्ड हेऱ्यो भने कहीँ पनि देख्दैनौँ। यदि हुन्थ्यो भने हामी यो इन्भेस्टमेन्टलाई पनि यहाँनिर लेख्थ्यौँ है त साथीहरू। सो यसमा छैन, सो यसलाई चाहिँ म ड्यास नै गरिदिन्छु। अब नेक्स्ट भनेको करेन्ट एसेट्स। सो साथीहरू करेन्ट एसेट्स भन्ने बित्तिकै हजुरहरूले याद गर्नुपर्ने हुन्छ यसमा क्यास हुन्छ सबैभन्दा पहिला। जहिले पनि दिमागमा क्यास ल्याइहाल्नु, त्यसपछि आफै तपाईँको बाटो खुल्दै जान्छ। सो क्यास छ कि छैन त हाम्रो ब्यालेन्स सिटमा हेऱ्यो भने, हाम्रो ब्यालेन्स सिटमा हेऱ्यो भने क्यास छ। कहाँनिर छ भन्दा यहाँनिर छ। सो मैले यसलाई टिक पनि लगाएँ र 30,000 क्यास पनि यहाँनिर लेख्ने भए है। सो 30,000 पनि लेखिए। अब नेक्स्ट करेन्ट एसेट्स भनेको यहाँनिर यो पनि छ। सो यसलाई पनि टिक लगाइदिउँ, ब्यालेन्स सिट सनराइज डेप्टर्स। सो यसलाई पनि डेप्टर्स भनेर लेखिदिन्छु साथीहरू। र डेप्टर्सको चाहिँ हामी के गर्छौँ भने 60,000 म भित्र नै लेख्छु। किन भित्र लेख्छु भन्दाखेरि साथीहरू जुन मैले अघि नै भनिसकेको थिएँ पिएल अकाउन्ट बनाउँदाखेरि यो इन्क्रिज इन यो प्रोभिजन फर ब्याड डेट न्यू छ नि, यसलाई चाहिँ ब्यालेन्स सिटमा भनेर पनि हामीले इन्डिकेट गरेको छौँ नि त होइन। भनेपछि यो अब यसको काम हुन्छ यहाँनिर 5,000 चाहिँ प्रोभिजन भनेर हामी घटाउनु पर्ने हुन्छ है। र यसरी घटाउँदा 60,000मा यो न्यू प्रोभिजन घटाउँदाखेरि प्रोभिजन फर ब्याड डेट बिडी 5,000 घटाउँदा चाहिँ 55,000 हुन आउँछ। ओके, अब एकचोटि फेरि सुरुदेखि चेक गरौँ। ब्यालेन्स सिटमा भएको कुराहरू यो पनि भयो, यो पनि भयो, यो पनि भयो। जुन हामीले बिएस लेखेको सबै ब्यालेन्स सिट यो पनि भइसकेको छ। क्यास पनि भइसकेको छ, फर्निचर भइसकेको छ। यहाँ कुनै पनि ब्यालेन्स सिट छैन। अब क्रेडिट साइडको ब्यालेन्स सिट सेयर क्यापिटल पहिल्यै गरेको, लाइबिलिटिज र क्यापिटल साइडमा यो पनि भइसकेको छ, यो पनि भइसकेको भनेपछि ट्रायल ब्यालेन्सबाट हामीसँग केही पनि बाँकी भएन। हेर्नु त साथीहरू, यसरी टिक लगाउँदाखेरि हामी कति मजाले क्लियरली हामीले कस्तो झुक्किँदैनौँ। अब के बाँकी छ भन्ने कुरा खोज्दा नै झुक्किने हो नि त मेन होइन। सो त्यो कुरा अभियसली हुँदैन। अब लास्टमा अब यहाँनिर पनि ब्यालेन्स सिटमा यहाँनिर एउटा खाली देखियो है, सायद यो ट्रेडिङको भइसकेको छ। ब्यालेन्स सिटको चाहिँ यो क्लोजिङ स्टक फाइनली हामी एउटा लेख्छौँ र क्लोजिङ स्टक पनि करेन्ट एसेट्स भित्रै पर्छ। क्लोजिङ स्टक यो चाहिँ हामीले एडिसनल इन्फर्मेसनबाट भेट्टाएको क्लोजिङ स्टक हो साथीहरू। क्लोजिङ स्टक चाहिँ ट्रायल ब्यालेन्समा हुन्थ्यो भने त्यो पनि ब्यालेन्स सिटमै पर्छ। तर त्यसमा फरक के हुन्छ भने त्यो वाला क्लोजिङ स्टक यदि ट्रायल ब्यालेन्समा थियो भने चाहिँ ब्यालेन्स सिटमा मात्रै हुन्छ। तर यो एडिसनल इन्फर्मेसनमा भएको क्लोजिङ स्टक चाहिँ डेफिनेटली ट्रेडिङ र ब्यालेन्स सिटमा पर्छ। यो पनि मैले फेरि भने है, अघि नै पनि भनिसकेको थिएँ। सो फाइनली साथीहरू अब योभन्दा हामीसँग केही पनि भएर हामी यसलाई
प्रिलिमिनरी एक्सपेन्सेस भनेर लेखेर यसरी ड्यास हालिदिन्छ। प्रिलिमिनरी एक्सपेन्सेस भनेको चाहिँ प्रिपेड एक्सपेन्डिचर्सहरू हो है। प्रिपेड भन्ने वर्ड याद गर्नु, त्यो भेट्टाउनु भएको भए हामीले लेख्थ्यौँ होला, तर यसमा छैन, त्यही भएर हाम्रो एन्डिङ चाहिँ यही नै हुन्छ। अब साथीहरू ब्यालेन्स सिटको फाइनल टोटल गरौँ है त कति आउँदो रहेछ। ओके, सो मैले चाहिँ यो सबै एड गरेर हेरिसकेको थिएँ होइन। यो सबै हाम्रो यतापट्टि लेफ्ट ह्यान्ड साइड यानि कि लाइबिलिटी साइडमा नि 7,40,000 आउँछ र हाम्रो एसेट्सको पनि तपाईँले यो अहिले स्क्रिनमा दिए अनुसार जोडेर हेर्नुभयो भने यो पनि डेफिनेटली 7,40,000 नै आउँछ। सो यसरी हाम्रो चाहिँ ब्यालेन्स सिट पनि एन्सर मिलिसकेको अवस्था देखिन्छ। साथीहरू यो थियो फाइनल एकाउन्ट कसरी गर्ने भनेर फुलदेखिको सल्युसन। सो तपाईँहरूले चाहिँ यो क्वेसनलाई बेस मानेर अरू क्वेसनहरू पनि यस्तै खाले अरू क्वेसनहरू पनि हेर्न सक्नुहुन्छ। जस्तै यो ट्रेडिङ एकाउन्ट कसरी गर्ने भन्ने कुरा पनि मैले तपाईँहरूलाई बुझाएँ र ट्रेडिङ एकाउन्ट बनिसकेपछि प्रफिट एन्ड लस एकाउन्ट जुन तपाईँहरूले अहिले स्क्रिनसट लिन सक्नुहुन्छ र फाइनली अनि त्यसपछि थर्डमा भनेको पिएल एप्रोप्रिएसन अकाउन्ट हुन्छ। सो पिएल एप्रोप्रिएसन अकाउन्ट यस प्रकार रहेको छ र फाइनली ब्यालेन्स सिट चाहिँ यस प्रकार रहेको छ। सो थ्याङ्क यू फर वाचिङ टिल द एन्ड। यस्तै खाले भिडियोहरू म अरू पनि लिएर आउनेछु। अहिलेलाई थ्याङ्क यू सो मच।